हुन्छ ल यहाँ के छ खरिमुल फोगो मुन्जाङ्गल सिसेय चित्र हेरेर खरिम भनेको त चित्र हेरेर फोगो भनेको त फोदाबाट फोगो हेरेर मुन्जाङ भने वाक्य सिसेय भनेको सिधा भनेको लेख्नु हो कि हैन सुधा भनेको लेख्नु यसमा कुन ग्रामर लाग्छ त सेउ सेउ भनेको त नुहोस् भनेको थियो नि अब के त लेख्नु होस् है ल हेर ल अब इरेविल सिधा के होला यसलाई कसरी लेख्ने अब ए प्रयोग गर्ने के इर्यो इल ए के भन्नु पर्यो त सी अ यो आइतबारको दिन आराम गर्छु इर्यो इरे सियो अनि के छ फायोइल फेङ्गोने खाता अब के लाउनु पर्यो त केही अप्ठ्यारो छैन नि वा यो इरे के भन्नु पर्यो फेङ्गोने फेङ्गोन ए खायो फायो इरे फेङ्गोने खायो त्यसै गरी हेर्यो भने मोग्योइल मा ए लाउन पर्यो मियोङ सिरे खादा अब के भन्नु पर्यो त मोग्यो इरे मियोङ सिरे के भन्नु पर्यो त खायो ल मोग्यो इरे मियोङ सिरे खायो है अनि 4 नम्बरको छ के भन्नु पर्यो त थोयोइल भनेपछि के भन्नु पर्यो थोयो इरे के भन्नु पर्यो इल इरे हो थोयो इरे हो शनिबारको दिन काम गर्छु यसरी चाहिँ बनाउने सकिन्छ नि हैन कि सकिदैन सकिन्छ मजाले गाह्रो छैन यसलाई चाहिँ नेपालीमा पनि लेख्ने के इरे इरे सुयो के भने त आइतबारको दिन आराम गर्छु वायो इरे फेङ्गोने खायो वायोइल भने के त मंगलबारको दिनमा अस्पतालमा जान्छु त्यस्तै गरी मोग्योइल भने के हो बिहीबारको दिन मियोङसिरे खायो मियोङसिल भनेको ब्युटी पार्लर अथवा कपाल काट्ने ठाउँ है खायो र थोयो इरे सरी थोयोङ माने चाहिँ थोयो इरे अनि इरेयो भनेको शनिबारको दिनमा काम गर्छु भन्ने अर्थ गर्नु हैन त ल यसरी हामीले गर्न सक्छौं यसलाई चित्र हेरेर यसो ट्राई गरेर त बनाउने सक्छौ कि सक्दैन यहाँ चाहिँ फोगीमा के छ भने जस्तै फोगीमा के छ भने एकमा हेर है ओर्यो इरे मयो ओर्योइलमा के गर्नुहुन्छ भनेर भन्छ ओर्योइल कहाँ छ ए ओर्योइलमा के गरिरहेछ ले यङ हवारुल फोदा गरिरहेछ सिनेमा हेरिरहेछ के भनिरहेछ त ए ओर्योइल कहाँ छ ए सरी ओर्योइल त यहाँ पो छ भने ओर्योइल पो गरेछ ओर्योइलमा कहाँ छ सिजाङमा छ भनेपछि के भन्नु त सिजाङे खायो है बजार जान्छु अब यो भने यङहरुल फायो उन्दोङल हेयो सियो फुमेल के गर्छ उनेङे खायो थोइलमा सोफिङ हेयो यो चाहिँ इरे हो अब उन्दोङ हेयो व्यायाम गर्छु कहाँ गर्छ व्यायाम ल यो चाहिँ के हो त हेरेर के बनाउनु पर्यो उदाहरणमा के भन्छ अब यहाँ इरे इरे मोयो भने जस्तै हामीले के गर्नु पर्यो त व्यायाम गर्ने कहाँ छ अब सु यो इरे म हेयो सुयो इरे मोयो सुयोइल भनेको बुधबारको दिन के गर्नुहुन्छ भनेर भन्छ ल हेरौँ अर्को शपिङ हेयो शपिङ कहाँ गरिरहेछ यहाँ चाहिँ थोयोइलमा शपिङ गरिरहेछ अब के भन्नु पर्यो त थोयो इरे म हेयो थोयो इरे म हेयो शनिबारको दिनमा के गर्नुहुन्छ शनिबार के गर्नुहुन्छ भने के गर्छ शपिङ हेयो शपिङ गर्छ त्यसै गरी 3 नम्बरमा हेर्यो भने के छ त उनेङे खायो उनेङ भने कहाँ छ यहाँ उनेङ यो कसरी चिन्ने भने कोरियनको वनलाई कसरी भन्छ डब्लु भनेको वन हो वन भने थाहा छ कोरियन पैसालाई गन्ने इकाइ हाम्रो रुपैयाँ भने जस्तै कोरियनको के हो त वन
है त्यही भएर यसरी डब्लु लेख्या हुन्छ नभए यहाँनिर उन्याङ पनि देखिया छैन छेक्या छ डब्लु देखाउँदै के थाहा हुनु पर्यो यो ब्याङ्किङ सम्बन्धी पैसा सम्बन्धी कुरो हो भने के भयो त उन्याङे खायो कहिले जान्छ त उन्याङमा खुम्यो ल रे खुम्यो इरे मोहेयो शुक्रबारको दिनमा के गर्नुहुन्छ भनेर भनेछ ल अब यङभारुल भयो सिनेमा हेर्छु सिनेमा कहिले हेर्छु त हेर्यो भने भयो अब के लेख्नु पर्यो त भयो इरे मोहेयो भयो इरे मोहेयो भयो भनेको सोमबार आइतबार इरेविल सरी मङ्गलबारको दिनमा के गर्नुहुन्छ भनेर भने है यसरी चाहिँ गराउने नभए भनौँ ल थेवा छ थेवा भनेको कन्भर्सेसन एकमा है के छ हेरौँ बिस्तारै खाल्लो र फुकाम दुईजना बिचको संवाद छ चित्रमा चाहिँ एकजनाले व्यायाम गरिरहेछ उन्दोङ हाता गरिरहेछ उन्दोङ एकजनाले के गरिरहेछ अध्ययन गरिरहेछ नि एकजनाले पढिरहेछ एकजनाले व्यायाम गरिरहेछ हैन त अब यसको विषयमा चाहिँ थेवा छ हेरौँ के छ संवादहरू ल एकमा चाहिँ फुकाम जी सीको अगाडि लागेको के हुन्छ जहिले नाम फुकामजी छुमारे मोहेयो सप्तान्तमा के गर्नुहुन्छ फुकामजी सप्तान्तमा के गर्नुहुन्छ भनेर भनेको छ अनि फुकामले भन्छ थोयो इरे 한국어를 공부해요 के भने त थोयो इरे थोयल भनेको शनिबारको दिन चाहिँ के गर्छु 한국어 भनेको त कोरियन भाषा 한국어를 공부해요 कोरियन भाषाको अध्ययन गर्छु अनि इरे आइतबारको दिनमा चाहिँ के गर्छ उन्दोङे व्यायाम गर्छु यसको मतलब के रहेछ शनिबारको दिनमा चाहिँ यसले कोरियन भाषाको अध्ययन गर्ने रहेछ हैन अनि आइतबारको दिनमा चाहिँ व्यायाम गर्ने रहेछ भन्ने कुरा बुझ्नु पर्यो हैन त ल खाल्लोको कुरो छ फेरि खाल्लोले भन्छ ओनुरुन मोहे आज के गर्नुहुन्छ त है आज के गर्नुहुन्छ भन्दाखेरि ओनुरुन यङभारुल फायो आज के गर्छु सिनेमा हेर्छु है आज चाहिँ चलचित्र हेर्छु भनेर भनेछ यसलाई 주말에 뭐 해요? 토요일에 한국어를 공부해요. 일요일에 운동해요. 오늘은 뭐 해요? 오늘은 영화를 봐요. 오늘은 영화를 봐요. आज के गर्छु सिनेमा हेर्छु ओके अब हेरौँ दुईवटा प्रश्न छन् हामीसँग 대답해 봐요 जवाब दिए हेर्नुहोस् फुकाम 씨는 매일 한국어를 배워요 भनेर भनेको छ यो भने के भने फुकाम 씨는 फुकामजी चाहिँ 매일 भने के भने प्रत्येक दिन हरेक दिन कोरियन भाषा सिक्नुहुन्छ भनेर प्रश्न गरेको छ 매일 한국어를 배워요 प्रत्येक दिन कोरियन भाषा सिक्छ त सिक्दैन आनियो कुन दिन सिक्छ त हेरौँ 토요일에 한국어를 공부해요 अब के भन्नु पर्छ 토요일마다 अथवा 토요일마다 भनेको प्रत्येक शनिबार के गर्छ कोरियन भाषा सिक्छ आनियो 토요일마다 한국어를 공부해요 भन्नु हुन्छ अर्को हेर्यो भने फुकाम 씨는 일요일에 뭐해요 फुकामजी आइतबारको दिनमा के गर्नुहुन्छ के गर्छ फुकामजी फुकामजी는 일요일에 운동해요 फुकामजी आइतबारको दिन व्यायाम गर्नुहुन्छ भनेर भन्नुभयो ल अगाडि जाउँ 제시된 표현을 활용하여 대화에 보세요 भनेर भन्छ उल्लेख गरिएका शब्दहरूको प्रयोग गरेर के गर्नुहोस् वार्तालाप गरी हेर्नुहोस् भनेर भन्छ 토요일 शनिबार 운동하다 व्यायाम गर्नु 요리하다 खाना बनाउनु हेर भाइ 토요일에 뭐 해요 शनिबारको दिनमा के गर्नुहुन्छ अनि 운동해요 व्यायाम गर्छु अनि फेरि निचानन 씨는 토요일에 뭐예요 निचाननजीले चाहिँ
शनिबारको दिनमा के गर्नुहुन्छ भनेर अर्को एकजनालाई सोध्यो यसले के भन्छ छनुन योरी हो एकजनाले चाहिँ हुन्दोगेयो भन्यो एउटाले के भन्यो त योरी हेयो भन्यो दुईजनाको कुरा छ त्यस्तै गरी यहाँनिर इरेइल सुइदा टेलिभिजनल खोदा एकजनाले चाहिँ आइतबारको दिनमा आराम गरिरहेछ अर्को एकजनाले के गर्दैछ टेलिभिजन हेरिरहेछ के गर्नु पर्यो इरेइले मोहेयो भनेर भन्ने आइतबारको दिनमा के गर्नुहुन्छ एउटाले के भन्छ सियो आराम गर्छु है इरेइले मोहेयो एकजनाले भन्छ सियो आराम गर्छु निच्छानान सिनुन अब यहाँनिर निच्छानान सिनुन अब यहाँ इरेइल छ इरेइले मोहेयो आइतबारको दिनमा के गर्नुहुन्छ भन्दा भनेपछि के गर्छ यसले निच्छानानले छनुन यो यसको ठाउँमा के लाग्नु पर्यो टेलिभिजनल फायो म टेलिभिजन हेर्छु भनेर यसरी गर्नु पर्यो है बुझिन्छ हैन अगाडि बढौँ यो थोयल भन्ने दिएको छ ल फार्म प्रोनाउन्सिएसन त्यसको बारेमा यसलाई हामीले वे भनेर पढ्यौँ वे है यसको चाहिँ कहिलेकाहीँ ए मात्रै पनि हुन्छ ए कहिले वे हुन्छ यो ठाउँ हेरेर हुन्छ है ल खाई सरी यसको चाहिँ के हुन्छ वे पनि हुन्छ वी पनि हुन्छ वी है के भन्छ छुई छुई खाङी एवी अनि सारामे यसको चाहिँ फेरि सारामे जानेर को भनेर अर्थ लाग्छ त्यसको ठाउँमा फेरि ए भनेर उच्चारण हुन्छ जस्तै उरिए हाम्रो उरिए हाम्रो अनि सारामे भनेको मान्छेको है छुई यो चाहिँ छुई यो खाङी यो एवी भनेर यसरी चाहिँ प्रोनाउन्सिएसन गरिन्छ भनेर हुन्छ एकचोटि यसलाई सुनिदिउँ न 사랑해 우리의 ल यसरी कसरी प्रोनाउन्सिएसन हुन्छ यसलाई चाहिँ छुई पनि भन्न सक्यो यसलाई छुई पनि भन्न सक्यो छुई पनि भन्न सक्यो यसलाई छुई पनि भन्न सक्यो यसलाई चाहिँ खाङी खाङी पनि भन्न सक्यो यसलाई खाङी पनि भन्न सक्यो यसलाई एवी पनि भन्न सक्यो एई पनि भन्न सक्यो दुई तरिकाले भन्न सक्यो चाहिँ यसलाई फेरि साराम इ यसलाई सारामे पनि भन्न सक्यो त्यसै गरी उरिवी र यसलाई उरी ए पनि भन्न सक्यो यसरी चाहिँ प्रोनाउन्सिएसनको नियम दिएको छ यो चाहिँ बिस्तारै हामीले पढ्दै गयो भने पछि बिस्तारै अलिकति बानी पर्छ थाहा हुन्छ है अहिले चाहिँ कन्फ्युज भयो जस्तो लाग्छ ल अगाडि बढौँ यहाँनिर छ अहोइमा भोक्याबुलरी दुईमा चाहिँ नाल्चा खल्यन अहोइ नाल्चा भनेको हो त मितिसँग सम्बन्धित शब्दहरू मितिसँग सम्बन्धित शब्दहरू मस्ट इम्पोर्टेन्ट छ है इक्जाममा धेरै नै सोध्छ है छिनान छिनादा भनेको चाहिँ पार हुनु अथवा बित्नु कट्नु है छिनान दाल भनेको चाहिँ बितेको महिना है त्यो त यो बितेको महिना अथवा कटेको महिना जो चाहिँ बितिसक्यो गइसक्यो इबन दाल भनेको यो महिना र ठाउँ भनेको नेक्स्ट अर्को थाल भनेको अर्को महिना अनि थालले चन्द्रमा पनि हुन्छ यसको चन्द्रमा पनि कोरियामा यो चन्द्रमाबाट महिनाको नाम बन्या हुनाले थाल नै भन्छ कोरियामा है महिनालाई पनि थाल नै भन्छ ल हेरौँ वल भनेको के अरे महिना हामीले थाहा पाउँछौँ इरोल योल सामोल सावल ओल युवल छिरोल फारोल फुवल सिवल सिबिरोल सिपिवल भनेर यसरी चाहिँ
12वटा महिना हुन्छ है। अब यहाँ यसले देखाए अनुसार हेरौँ है। छिनान्जु आज चाहिँ कति कति छ मेन हेरौँ त। आज कति कति हो 14 कति कति हो 14 आज कुन बार हो 14 हो भने आज कुन बार हो क्यालेन्डर हेर्दा आउँछ नि हैन सबैजनालाई सुयोइल आज कुन बार हो त यसरी हेर यो सबै यो महिनाको यो दिनमा पर्ने चाहिँ कुन बारका हुन् सबै सुयोइल हो। अब इबन्चु भनेको इबन भनेको यो छु भनेको हप्ता है। इबन्चु भनेको चाहिँ अब यो हप्ता भनेको योलाई यो हप्ता भन्नु मिल्यो जुन कलर लगाएको छ यो यसले चाहिँ के हो त यो हप्ता ए इबन्चु भनेको त यो हप्ता। अब छिनादा भनेको त बितेको अथवा कटेको हैन बितेको हप्तालाई के भन्यो। अब यो हप्ता हो भने यो भन्दा गएको हप्ता हुन्छ गत हप्ता हुन्छ नि हामीले यो चाहिँ के हो त गत हप्ता यो पुरै फेरि के हो त यो गत हप्ता बितेको हप्ता। र थाउन्चु भनेको अब आउँदो हप्ता नेक्स्ट विक जस्तो हाम्रो अब शनिबारदेखि के भयो त फेरि नेक्स्ट विक आइतबारदेखि नेक्स्ट विक सुरु हुन्छ नि त हैन। अब आउने हप्ता यसरी चाहिँ भनिन्छ है। अब हेर्नु भने इल भने के त दिन ल यसरी चाहिँ हामीले गर्नु यसलाई चाहिँ प्र्याक्टिस गर्नुपर्छ पछि क्यालेन्डरहरु आयो भने यसलाई अलि गरौँ ल। सुच्चा छ सुच्चा हामीलाई थाहा छँदैछ हामीले पढ्या नम्बरको बारेमा इल इ साम सा ओ योग छिल फाल खु सिप अनि इसिप सामसिप भनेर हामीले यो सिनो कोरियन नम्बर अन्तर्गत नम्बर थियो हामीले बेसिकमा पढिसकेका छ हैन त के पढेछ जानिन्छ नि। जुन यङ भाइरल 5 आज के गर्छु सिनेमा हेर्छु ओके। अब हेरौँ दुईवटा प्रश्न छन् हामीसँग थेदाफे भयो जवाब दिए हेर्नुहोस्। फुकामसिनन मे일 한국어를 배워요 भनेर भनेको छ। यो भने के भने फुकामजी चाहिँ मेल भनेको के भने प्रत्येक दिन हरेक दिन कोरियन भाषा सिक्नुहुन्छ भनेर प्रश्न गरेको छ। मेल 한국어를 배워요 प्रत्येक दिन कोरियन भाषा सिक्छ त सिक्दैन अनि यो कुन दिन सिक्छ त हेरौँ। 토요일에 한국어를 공부해요। अब के भन्नु पर्छ 토요일마다 अथवा 토요일마다 भनेको प्रत्येक शनिबार के गर्छ कोरियन भाषा सिक्छ अनि यो 토요일마다 한국어를 공부해요 भन्नु मिल्छ। अर्को हेर्यो भने फुकामसिनुन 일요일에 뭐해요 फुकामजी आइतबारको दिनमा के गर्नुहुन्छ के गर्छ फुकामसिनुन 일요일에 운동해요 फुकामजी आइतबारको दिन व्यायाम गर्नुहुन्छ भनेर भन्नु ल। अगाडि जाउँ। 체시텐 표현을 활용하여 대화에 보세요 भनेर भन्छ। उल्लेख गरिएका शब्दहरूको प्रयोग गरेर के गर्नुहोस् वार्तालाप गरी हेर्नुहोस् भनेर भन्छ। 토요일 शनिबार 운동하다 व्यायाम गर्नु 요리하다 खाना बनाउनु। हेर भाइ 토요일에 뭐 해요 शनिबारको दिनमा के गर्नुहुन्छ अनि 운동해요 व्यायाम गर्छु। अनि फेरि निच्छानन सिनुन 토요일에 뭐예요 निच्छाननजीले चाहिँ शनिबारको दिनमा के गर्नुहुन्छ भनेर अर्को एकजनाले सोध्यो यसले के भन्छ छनुन 요리해요। एकजनाले चाहिँ 운동해요 भन्यो एउटाले के भन्यो त 요리해요 भन्यो दुईजनाको कुरा छ। त्यस्तै गरी यहाँनिर 일요일 सुइदा 텔레비전을 보다 एकजनाले चाहिँ आइतबारको दिनमा आराम गर्ने रहेछ अर्को एकजनाले के गर्ने रहेछ टेलिभिजन हेर्ने रहेछ। के गर्नु पर्यो 일요일에 뭐 해요 भनेर भन्ने आइतबारको दिनमा के गर्नुहुन्छ एउटाले के भन्छ 쉬어요 आराम गर्छु है। 일요일에 뭐 해요 एकजनाले भन्छ 쉬어요 आराम गर्छु। निच्छानन सिनुन अब यहाँनिर निच्छानन सिनुन अब यहाँ 일요일 छ 일요일에 뭐 해요 आइतबारको दिनमा के गर्नुहुन्छ भन्दा भनेपछि के गर्छ निच्छाननले छनुन यो यसको ठाउँमा के लाग्नु पर्यो 텔레비전을 봐요 म टेलिभिजन हेर्छु भनेर यसरी गर्नु पर्यो है बुझिन्छ हैन। अगाडि बढौँ। यो थोयल भनेको दिएको छ ल हेरौँ फार्म प्रोनाउन्सिएसन यसको बारेमा यसलाई हामीले वे भनेर पढ्यौँ वे है। यसको चाहिँ कहिलेकाहीँ ए मात्रै पनि हुन्छ ए कहिले वे हुन्छ यो ठाउँ हेरेर हुन्छ है।
ल खाई सरी यसको चाहिँ के हुन्छ वे पनि हुन्छ वी पनि हुन्छ वी है के हुन्छ छुई छुई खाङी एवी अनि सारामे यसको चाहिँ फेरि सारामे जानेर को भनेर अर्थ लाग्छ त्यसको ठाउँमा फेरि ए भनेर उच्चारण हुन्छ जस्तै उरिए हाम्रो उरिए हाम्रो अनि सारामे भनेको मान्छेको है छुई यो चाहिँ छुई यो खाङी यो एवी भनेर यसरी चाहिँ प्रोनाउन्सिएसन गरिन्छ भनेर भन्छ एकचोटि यसलाई सुनिदिउँ न 사랑해 우리의 ल यसरी कसरी प्रोनाउन्सिएसन हुन्छ यसलाई चाहिँ छुई पनि भन्न सक्यो यसलाई छुई पनि भन्न सक्यो छुई पनि भन्न सक्यो यसलाई छुई पनि भन्न सक्यो यसलाई चाहिँ खाङी खाङी पनि भन्न सक्यो यसलाई खाङी पनि भन्न सक्यो यसलाई एवी पनि भन्न सक्यो एई पनि भन्न सक्यो दुई तरिकाले भन्न सक्यो चाहिँ यसलाई फेरि साराम ई यसलाई सारामे पनि भन्न सक्यो त्यसै गरी उरिवी र यसलाई उरी ए पनि भन्न सक्यो यसरी चाहिँ प्रोनाउन्सिएसनको नियम दिया छ यो चाहिँ बिस्तारै हामीले पढ्दै गयो भने पछि बिस्तारै अलिकति बानी पर्छ थाहा हुन्छ है अहिले चाहिँ कन्फ्युज भयो जस्तो लाग्छ ल अगाडि बढौँ यहाँनिर छ अहुइमा भोक्याबुलरी दुईमा चाहिँ नाल्चा खल्यन अहुइ नाल्चा भनेको त मितिसँग सम्बन्धित शब्दहरू मितिसँग सम्बन्धित शब्दहरू मस्ट इम्पोर्टेन्ट छ यो इक्जाममा धेरै नै सोध्छ है छिनान छिनादा भनेको चाहिँ पार हुनु अथवा बित्नु कट्नु है छिनान दाल भनेको चाहिँ बितेको महिना है त्यो त यो बितेको महिना अथवा कटेको महिना जो चाहिँ बितिसक्यो गइसक्यो इबन दाल भनेको यो महिना र थाउ भनेको नेक्स्ट अर्को थाल भनेको अर्को महिना अनि थालले चन्द्रमा पनि हुन्छ यसको चन्द्रमा पनि कोरियामा यो चन्द्रमाबाट महिनाको नाम बन्यो हुनाले थाल नै भन्छ कोरियामा है महिनालाई पनि थाल नै भन्छ ल हेरौँ वल भनेको के अरे महिना हामीले थाहा पाउँछौँ इरोल युवल सामल सावल ओल युवल छिरोल फारोल फुवल सिवल सिबिरोल सिपिवल भनेर यसरी चाहिँ 12वटा महिना हुन्छ है अब यहाँ यसले देखाए अनुसार हेरौँ है छिनान्जु आज चाहिँ कति छ मेन हेरौँ त आज कति हो सिपसाइल कति हो सिपसाइल आज कुन बार हो सिपसाइल हो भने आज कुन बार हो क्यालेन्डर हेर्दा आउँछ नि हैन सबैजनालाई सुयोइल आज कुन बार हो त यसरी हेर्नु यो सबै यो महिनाको यो दिनमा पर्ने चाहिँ कुन बारका हुन् सबै सुयोइल हो अब इबन्चु भनेको इबन भनेको यो छु भनेको हप्ता है इबन्चु भनेको चाहिँ अब यो हप्ता भनेको योलाई यो हप्ता भन्नु मिल्यो जुन कलर लगाएको छ यो चाहिँ के हो त यो हप्ता ए इबन्चु भनेको त यो हप्ता अब छिनादा भनेको त बितेको अथवा कटेको हैन बितेको हप्तालाई के भन्यो अब यो हप्ता हो भने यो भन्दा गएको हप्ता हुन्छ गत हप्ता हुन्छ नि हामीले यो चाहिँ के हुन्छ गत हप्ता यो पुरै फेरि के हो त यो गत हप्ता बितेको हप्ता र
थाउन्चु भनेको अब आउँदो हप्ता नेक्स्ट विक जस्तो हाम्रो अब शनिबारदेखि के भयो त फेरि नेक्स्ट विक आइतबारदेखि नेक्स्ट विक सुरु हुन्छ नि त हैन अब आउने हप्ता यसरी चाहिँ भनिन्छ है अब हेर्नु भने इल भने के त दिन ल यसरी चाहिँ हामीले गर्नु यसलाई चाहिँ प्र्याक्टिस गर्नुपर्छ पछि क्यालेन्डरहरु आयो भने यसलाई अलि गरौँ ल सुच्चा छ सुच्चा हामीलाई थाहा छँदैछ हामीले पढ्या नम्बरको बारेमा इल इ साम सा ओ योग छिल फाल खु सिप अनि इसिप सामसिप भनेर हामीले यो सिनो कोरियन नम्बर अन्तर्गत नम्बर चाहिँ हामीले बेसिकमा पढिसकेका छ हैन त के पढेछ जानिन्छ नि ओनोरी मेदोल मेच्छिरियो आज कति महिना कति गते हो भनेर भनेछ कति हो रे युवल इसिप इल इसिप इल भनेको 21 इल भनेको गते हैन यसलाई चाहिँ उच्चारण गर्ने बेलामा इसिप इरिल हुन्छ इसिबिरिल है इसिबिरिल भनेको 21 ल युवल इसिबिरिल हो आज कति महिना कति गते हो 6 महिना 21 गते हो त्यसैगरी 2 नम्बरमा हेर्यो भने के छ ओनोरी मेदोल मेच्छिरियो आज कति महिना कति गते हो भनेर भन्यो भने कति हो 8 महिनाको 7 गते हैन 8 महिनालाई के भन्ने त फाल वल अनि छिल इल अब यसलाई कसरी भन्ने त फारोल छिरिरियो के भन्नु पर्छ फारोल छिरिरियो आज 8 महिनाको 7 गते हो त्यसै गरी हेर्यो भने कति छ 10औं महिनालाई के भन्छ 10औं महिनालाई सिवल के भन्छ रे सिबोल हैन है सिवल है यहाँ चाहिँ 6 को यु 10 को सी सिवल कति गते छ हेर 22 भनेपछि कति भयो इ सिप इ इल अब सिवल इसिबिल हेर्न अलिकति मात्रै फरक छ के छ भने एउटा मैले किवर्ड दिन्छु एक्जाममा इ नै आउँछ एक्जाममा आउने भनेको कि 21 कि 22 यति हो दुईटा आउँछ यसमा 21 हो कि 22 हो भन्नेमा छुट्याउनलाई के गर्नुपर्छ भने यदि त्यसमा बीचमा र भन्ने जस्तो गयो भने चाहिँ त्यो 1 भन्ने आउँछ 21 अथवा 11 हैन सिबिरिल सिबिल भन्ने कि 11 12 कि 21 22 मा आउँछ कि प्राय अब र जस्तो आएन भने त्यो चाहिँ 22 हुन्छ जस्तै यसलाई हेरौँ है यसलाई उच्चारण गर्दा के भनिन्छ इसिबिरिल हुन्छ के यो चाहिँ के हुन्छ इसिबिल है के भन्छ इसिबिल भने चाहिँ 22 भयो हैन इसिबिरिल भने चाहिँ 21 भयो यति मात्रै फरक छ यो चाहिँ बुझ्यो भने भइहाल्छ सबभन्दा एक्जाम आउने भने यही हो ल हेर लिस्टिङमा सुन्दाखेरि उस्तै सुनिन्छ के सेम जस्तो सुनिन्छ इसिबिल उस्तै छैन इसिबिल उस्तै सुनिन्छ हैन त्यो एउटा कुन चाहिँ हो भने छुट्याउन अलि गाह्रो ल 3 मा कति हो तेस्रो महिनाको कति गते 15 गते ओनोरी मेदोल मेच्छिरियो आज कति महिना कति गते हो भन्दाखेरि कति हो त तेस्रो महिनालाई के भन्छ सामवल 15 लाई के भन्छ सिप ओ इल 15 गतेलाई सिप ओ इल अब आज कति गते सामोल सिबोइरियो के भन्नु पर्यो त सामोल सिबोइरियो भनेर भन्नु आज तेस्रो महिनाको कति गते हो 15 गते हो हैन त ल यसरी गर्ने है अगाडि बढौं ल हामीसँग छ अत भने के हो रे यसले पास्टलाई जनाउँछ यसले केलाई जनाउँछ पास्टलाई जनाउँछ ल हेरौँ है के छ आत अधुन थोङसा हेन्यङ साए पुच्छ इरना सांगागी इमी इरना समल नाथानिन्दा भनेर भनेको छ के हो भने क्रिया र विशेषणसँग जोडिएर कुनै काम अथवा कार्य परिस्थिति पहिल्यै नै घटिसकेको कुरा
अहिले पहिले नै भइसकेको कुरालाई जनाउँछ भन्नु खोजेको कि या त पास्ट टेन्सलाई जनाउँछ भन्नु खोजेको कुनै पनि काम पहिले इमी भइसक्यो पहिले भयो इमी भने पहिले हो है इमी भनेको पहिल्यै कुनै काम पहिले भइसक्यो भन्ने जनाउने बेलामा यो व्याकरणको प्रयोग गरिन्छ भन्नु अर्थ के हो त यो पास्ट टेन्स हो भन्ने हुन्छ ल हेरौँ अब हामीसँग आत र अत छ यस्तो आत अत आउँदा बित्तिकै हामीले के गर्छौं त भन्दाखेरि यदि VST को अन्तमा ओ र आ छ भने आत प्रयोग गर्छौं हैन यदि VST को अन्तमा ओ र आ बाहेक अरु कुनै भवेल छ भने अत प्रयोग गर्छौं र यदि VST को भव अथवा विशेषणमा चाहिँ हादा आएको छ भने के प्रयोग गर्छौं हेत प्रयोग गर्छौं हेत है आत अत अर्को के हुने भयो त हेत हुने हामीले के पढेको थियौ भन्दा अहिले सम्झ्यौ भने सिम्पल पास्ट टेन्समा हेरौं सिम्पल पास्ट टेन्समा के गरेका थियौ भने VST प्लस आशयो अर्को के थियो असयो अर्को के थियो हेसयो याद छ आशयो असयो हेसयो कुनमा हो यो इन्फर्मलमा हैन यदि यसैलाई फर्मल बनाउने भने के गरेको थियौ हामीले हेर VST प्लस आसुम्निदा प्लस असुम्निदा अनि अर्को के थियो हेसुम्निदा ल हामीले गरेका थियौं नि अब यहाँनिर चाहिँ के गरेछ भने सरसरी हेर्यो भने यो अयो भनेको के हो अयो भनेको कुन टेन्स हो प्रेजेन्ट टेन्स हो कि नै हामीले प्रेजेन्ट टेन्समा लगायो कि नै यो अयोमा आत थप्दियो यो केमा गयो त पास्टमा गयो यहाँ पनि अयो छ यसमा पनि अत थप्दियो यो के भयो यो पनि पास्टमा गयो अनि यहाँ पनि अयो हो कि हैन ए हेत त्यता के थियो हे थियो हे यो भन्ने थियो नि अब के भयो हेत आयो हेस आयो है यो पनि के भयो त पास्टमा गयो यसरी जान्छ यहाँ पनि हेर्यो भने यो आत छ यो अत छ यो हेत छ ए आत अत हेत भयो भने केमा जाँदैछ पास्टमा जाँदैछ केमा ए हेरे यो सुम्निदा भने प्रेजेन्ट हो कि हैन सुम्निदा भने प्रेजेन्ट हो यो पनि सुम्निदा प्रेजेन्ट यो पनि सुम्निदा प्रेजेन्ट अयो 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 के हो सबै प्रेजेन्ट हो अर्थात् प्रेजेन्टमा पास्टको कुनै सिम्बल थप्यो भने कुन टेन्समा जाँदैछ पास्टमा जस्तै असयो आशयो हेसयो असुम्निदा आसुम्निदा हेसुम्निदा भने के हो त नि पास्टमा जाने भयो अब कुना बेला कुन जोड्छौं भन्ने हामीलाई नियम मोटामोटी थाहा छ कुना बेला के जोड्छौं त यदि VST को अन्तमा ओ र आ आएको छ भने आत अब आतबाट कुन जोड्ने भन्ने हुन्छ कि जस्तै आसुम्निदा पनि जोड्न सक्यो असुम्निदा पनि जोड्न सक्यो सबै यो त प्रेजेन्ट पास्टकै हो नि त हैन ल हेर ल ओ र आ आएको खण्डमा आत लगाउने ओ र आ बाहेक अरु भवेल आएको खण्डमा अत लगाउने र यदि हादा आएको खण्डमा के लगाउने हेत लगाउने भनेर भन्छ हेरौं जस्तै छादा छादा भनेको सुत्नु अब यहाँ के लाग्यो असय लाग्यो कि आशय लाग्यो यसमा आशय लाग्यो हो ल हेरौं कसरी लाग्यो यो छादा छादा भनेको के हो सुत्नु ल सुत्नुमा छा यसको VST छा भयो प्लस कि यसमा कुन लाग्यो रे आशयो किन अन्तमा के छ आ छ त्यही भएर आशय लाग्यो अनि यो दुईटा समायोजन भएर के हो त छाशय छाशय भनेको त सुते है यसैलाई प्रेजेन्टमा हेर्यो भने के हुन्छ यसको छा प्लस यसमा कुन लाग्छ आयो लाग्छ र के भयो त यो छायो छायो भनेको सुत्छु है छाशय भनेको सुते अब यसलाई फ्युचरमा गर्ने छालको आयो है सुत्ने छु टाइपको हैन अहिले हामीले पास्ट मात्रै हेरेका छौं अब अर्को हेर्यो भने यदि उ अ र इ छ भने कुन प्रयोग भएको छ अत प्रयोग भएको जस्तै मक्ता मक्ता भनेको खानु अब यहाँ मगसयो मगसय भनेको त खाए मक्ताको अब मगसय भयो यसको प्रेजेन्ट के होला मगयो प्रेजेन्ट के हुन्छ
मगयो ल हेर मक्ताको मगस यहाँनिर कुन आयो असय हामीले फर्मुलामा पढ्यो नि असय आशय हिस्सय भनेर ल अर्को हेर्यो भने इरादा इरादा भनेको काम गर्नु यहाँ चाहिँ हादा आको क्रिया छ हादा आको क्रिया छ हादा आयो भने हामीले के गर्छौँ हादाको ठाउँमा हिस्सय जोड्छौँ यसरी चाहिँ इरेसय भनेको काम गरे है मोटामोटी हामीले पहिले हेरिसक्या भएर अलि सजिलो हुन्छ कि ल अब हेर एकमा छाङ्न्यने हाङ्गोगे वासयो ल छाङ्न्यन छाङ्न्यन भने थाहा छ गत वर्ष जुन चाहिँ गयो है छाङ्न्यने हाङ्गोगे वासयो गत वर्ष कोरिया आए गत वर्ष कोरिया आए त्यसै गरी अझै पाङुल मगसय मक्ताबाट के भयो मगसय पासमा गयो नि अत लाग्यो यसमा अत हेत मध्येमा एउटा लाग्यो के छ यहाँ अझै पाङुल मगसय हिजो पाउरोटी खाएँ खाइसकेँ मैले है त्यस्तै गरी हेऱ्यो भने छिनान्जुए सपिङ हिस्सय गत हप्ता के गरे सपिङ गरे हेर यसो हेर्दाखेरि के हुन्छ भने प्राय जसो पास्ट टेन्समा चाहिँ पास्टलाई जनाउने अथवा पास्टलाई इन्डिकेट गर्ने केही न केही शब्दहरू आइरहेको हुन्छ प्राय है जस्तै यहाँनिर के भन्छ छाङ्न्यन गत वर्ष यसले सिधै पास्टलाई रिप्रेजेन्ट गर्यो कि नै त्यस्तै गरी अझै भने हिजो पनि पास्ट भयो त्यसै गरी के छ यहाँनिर छिनान्जु गत हप्ता यो पनि पास्ट भयो नि त होइन ल छिनान्जुए सपिङ हिस्सय गत हप्ता सपिङ गरे त्यसै गरी छिनान्दाल भनेको के त फेरि गएको महिना गत महिना है छिनान्दाल इसारुल हिस्सय इसा हादा भने थाहा छ के हो इसा हादा गुड इसा हादा भनेको त बसाइ सराइ गर्नु ल बसाइ सराइ गर्नु इसा हादा ल के भन्छ भने छिनान्दारे इसारुल हिस्सय गत महिना बसाइ सरे है गत महिना बसाइ सरे त्यसै गरी 5 मा हेरौँ छिङ्गुरुल मान्नासय भने के होला साथीलाई भेटे त्यस्तै गरी यङवारुल फासयो सिनेमा हेरे आछिमे उन्दोङ हिस्सयो बिहानमा व्यायाम गरे अनि छेगुल इल्गसयो किताब पढे अनि फुमो निम्के छना हिस्सयो बुबा आमालाई के अरे फोन गरे र यसरी चाहिँ हामीले गर्न सक्छौँ यहाँनिर सबै पास्टको सेन्टेन्सहरू छ र पढेकै त्यही नै हो नै भइहाल्यो यसरी हामीले गर्न सकिन्छ यहाँ 1 नम्बरमा चाहिँ के छ भने खुरिमुल फोगो मुन्जाङुल अन्सङ हाँस्यो के भने त चित्र हेरेर वाक्यलाई पुरा गर्नुहोस् भनेर भनेको छ 1 मा के छ अझै कहाँ गयो यो कहाँ गयो के लेख्न पर्यो हैसा ए के लाग्छ यसमा हैसा ए कम्पनीमा अब गए भन्नु पर्यो अझै भने जस्तै गइसक्यो हो नि त हैन के भन्नु पर्यो खास यो ए अझै हैसा ए खास हिजो कम्पनीमा गए ल यसले कफी के गरेछ कफी पिउँदैछ हैन चित्रमा चाहिँ कफी पिउँदैछ तर कहिले पिसे आयो हिजो अझै भने त हिजो नि त अझै के होला खफिरुल के लेख्न पर्यो मा स्यस स यो अझै खफिरुल मा स्यस है हिजो कफी पिए अब यहाँ के रहेछ मान्छेले टेलिभिजन हेरिरहेछ फेरि अझै भनेको छ फेरि थेल्ले बिजनल के अरे फसायो मतलब के हो हिजो टेलिभिजन हेरे र के भनेको छ काम गरिरहेछ नि के होला अझै इरल हेस्सायो हिजो काम गरे इरल हादा भनेको त काम गर्नु नि त अझै इरल हेस्सायो हिजो काम गरे रहेछ चाहिँ गर्नु सक्यो हैन
ल सजिलो छ यो त अगाडि जाउँ खुरिमुल फोगो फोगिवा खाची थेवारेल अन्संगासेयो भनेर भनेको छ चित्र हेरेर उदाहरणमा जस्तै वार्तालापलाई पुरा गर्नुहोस् अन्संगाता भनेको पुरा गर्नु है ल हेरौँ फोगीमा के छ उदाहरणमा के छ ल हेरौँ उदाहरणमा के छ त 오올 27일에 뭐 했어요? 5월 27일에 뭐 했어요? 5월 यो सबै 5월 हो है मे महिनाको 27 भनेको त्यो त 27 गते के गरेछ हेरौँ 27 गते के रहेछ ए शपिङ गरेछ है के रहेछ त शपिङ यसो शपिङ गरे यस्तै गरेर बनाउने यहाँ तल छ क्वेशन पत्ता लगाउने हेरौँ अब हेरौँ एकमा 5월 6일에 뭐 했어요? 5월 6일에 뭐 했어요? ल हेरौँ 5월 6일 कहाँ छ यी 6 गते यहाँ छ नि 6 गते के गयो टेलिभिजन हो कि 영화를 봤어요 यो के हो यो मुभी हेरेको टेलिभिजन हेर्दा यस्तो हुन्छ है यसलाई चाहिँ टेलिभिजन हेर्नु भयो है चित्र है यो भनेको अब यहाँ सिटहरु छ नि त है थिएटर जस्तो कि छैन अनि स्क्रिन पनि ठुलो छ के भन्नु पर्यो त 영화를 봤어요 भन्नु पर्यो के भयो त 5월 6일에 뭐 했어요 के भन्नु पर्यो 영화를 봤어요 के रे मुभी हेरे अब हेरौँ दुईमा के छ 5월 10일에 뭐 했어요 5월 10일 के गरेछ अल्लाह 운동 했어요 운동했어요 के गरे व्यायाम गरे त्यसै गरी 지난주 화요일에 뭐 했어요 के भयो त यो कुन हो 이번 주 भनेको के हो 이번 주 यो हप्ता है यो के भयो त 지난주 भनेको त गत हप्ताको 화요일 के गर्यो भन्नु भन्छ रे 지난주 화요일에 뭐 했어요 गत हप्ताको 화요일 के गर्यो गत हप्ताको 화요일 कहाँ छ वा यहाँ यो सबै यिनी के हुन् सबै 화요일 हो कि हैन यिनी सबै 화요일 हुन् भने गत हप्ता यो हप्ता भने अब गत हप्ता कुन हो यो लाइनको 화요일 कुन हो त 21 गते हो र 21 गते के गर्यो त अहिले 21 गते के गर्यो 한국어를 공부했어요 है नभए 공부했어요 भने भयो ल 공부했어요 अध्ययन गरे ल त्यस्तै गरी 4 नम्बरको 4 नम्बरमा अझै 뭐 했어요 हिजो के गर्नुभयो हिजो कति गते हो हिजो 30 गते हिजो आज 30 गते हो भने हिजो कति गते होला 29 गते हिजो के गर्यो 29 गते के गर्यो त गुड 요리를 했어요 요다 요리를 했어요 ल यसरी बनाउने बुझिन्छ नि हैन ल यसरी गर्ने हो के यहाँ क्यालेन्डर हेर्ने क्यालेन्डरबाट पत्ता लगाउँदै गर्ने बिस्तारै क्यालेन्डरबाट पत्ता लगाउँदै एक एक गर्दै निकाल्दै गर्ने है ल गरौँ थेवार कसले पढ्छ फर्मले भन्छ 생일이 언제예요 생일이 언제예요 생일 भनेको के त जन्मदिन है जन्मदिन कहिले हो 생일이 언제예요 जन्मदिन कहिले हो अनि थाराले भन्छ 5월 20일이래요 कति गते रहेछ 5 महिनाको 20 गते हो अनि फुवाङले भन्छ 생일에 뭐 했어요 भनेर सोधेछ
생일에 뭐 했어요? अर्थात् त्यसको जन्मदिन गइसकेछ हैन अनि पास्टमा गयो त्यही भएर 생일에 뭐 했어요? जन्मदिनमा के गर्नुभयो भनेर सोधेछ अनि थाराले भन्छ 친구가 기숙사에 왔어요. साथी होस्टेलमा आयो अथवा आए भन्न नि मिल्छ है साथी होस्टेलमा आए केक를 먹었어요. के खायौं त हामीले केक खायौं साथी होस्टेलमा आएर हामीले केक खायौं र के मनायौं जन्मदिनको पार्टी मनायौं भन्न मिल्छ है त ल सजिलै छैन र सुनिदियो यसलाई ध्यान दिएर 생일이 언제예요? 5월 20일이에요. 생일에 뭐 했어요? ल धारा 씨는 생일에 뭐 했어요? धाराजीले जन्मदिनमा के गर्नुभयो के गरे त धारा 씨는 생일에 ल हेर्नुमा छ धारा 씨 के गर्यो 친구가 기숙사에 왔어요. 케이크를 먹었어요. के गर्यो त केक를 먹었어. केक खायो जन्मदिनको पार्टी गर्यो है 생일 잔치 भन्छ के जन्मदिनको पार्टीलाई ल हेरौँ ठीक छ नि हैन ल 제시된 표현을 활용하여 대화해 보세요. अब उल्लेख गरिएका शब्दहरूको प्रयोग गरेर वार्तालाप गरी हेर्नुहोस् भन्दा भन्छ के वार्ता गर्ने हेरौँ के छ हेरौँ 10월 1일 यसलाई कसरी पढ्ने 10월 हैन 10월 1일 미역국을 먹다 मियककुक खाने मियककुक भने थाहा छ नि मियककुक भनेको एउटा सामुद्रिक लेउबाट बनाइएको सुप ल भन्छ मियककुक ल 생일이 언제예요? जन्मदिन कहिले हो 10월 1일이에요. कहिले हो त 10 महिनाको 1 गते हो. 생일에 뭐 했어요? जन्मदिनमा के गर्नुभयो? 생일에 뭐 했어요? अनि के भन्छ मियक국을 먹었어요. मियक국을 먹었어요. के गर्यो त हामीले मियक국 खायौं भनेर भन्नुहुन्छ. त्यसै गरी हेर्यो भने 6월 7일 영화를 보다. ल हेरौँ. अब के गर्ने उदाहरणमा दिएको जस्तै बनाउने. के गर्ने 생일에 뭐 했어요? 생일인 언제예요? जन्मदिन कहिले हो? कहिले हो त 6월 7일이에요. कति 6 महिनाको 7 गते हो. अनि 생일에 뭐 했어요? जन्मदिनमा के गर्नुभयो? के गर्यो त 영화를 봤어요. 영화를 봤어요. के गरे सिनेमा हेरे भनेर अर्थ लाग्यो हैन त ल 유용한 병은 भनेर भन्छ महत्त्वपूर्ण अभिव्यक्तिमा म 드시겠어요. म भने के हो रे म भनेको के 드시다 भने के हो खानु 드시다 मात्रै भनेको त खानु अथवा यसलाई मक्ता भन्न मक्ताको चाहिँ नुफिमाल हो के पनि खानु भने अझै यो खाइबक्सनु भने जस्तो खाइबक्सनु हो अलिकति यस्तो गरेर बोलेको है मक्ता भने खानु भने तुसिदा भनेको खाइबक्सनु अलि माथिल्लो शब्द हो है ल के भन्छ म 드시겠어요 के खानुहुन्छ होटलमा गइसकेपछि यसै सोध्छ है म 드시겠어요 के खानुहुनेछ भनेर सोध्छ अब यहाँनिर गेस्सयो भन्ने लाग्छ गेस्सयो यो भनेको फ्युचर टेन्स हो फ्युचर टेन्स गेस्सयो म 드시겠어요 भनेको के खानुहुनेछ भनेर प्रश्न गरे है के खानुहुनेछ भन्दा भने अनि हेरौँ सोन्निम भने के हो पाहुना अथवा ग्राहक सोन्निम म 드시겠어요 के खानुहुनेछ हजुरले के खाइबक्सिन्छ भन्दा भने छ अनि के भन्छ बिबिम्बाप 주세요 बिबिम्बाप भनेको सबै कुरा मिसाएर मिक्स राइस दिनुहोस् भन्दा भन्छ यसको यो बारेमा पछि चित्र आउँछ अनि त्यसलाई चाहिँ हेरौँला सजिलो होला है बिबिम्बाप 주세요 मिक्स राइस दिनुहोस् भनेर भन्छ है ल
अब के छ याङन्यक वा उम्न्यक के भने आयो याङन्यक वा उम्न्यक भनेको कोरियन पात्रो र अंग्रेजी पात्रोको बारेमा छ यसलाई एकचोटि तिमीहरुले ट्राई गर त यहाँ बसेर जाले कति सक्छौ ट्रान्सलेट गर्न बसेर लेख कपिला अहिले त्यहाँ गरे गरे हैन यो बुक लगेर यसमा पनि गर ल यसको सजिलो होला जुन सजिलो त्यो हामी ठ्याक्कै यसमै आथ्यौं नि ल आज पाँचौं लेसनको याङन्यक वा उम्न्यक भन्ने विशेष महत्त्वपूर्ण नै हो है किनभने के रे छङ्बो मुना चाहिँ भाषा कोरियन भाषा पढ्ने क्रममा मोस्ट इम्पोर्टेन्ट योबाट नै धेरै क्वेशनहरु आउँछ र पढ्ने बेलामा सबभन्दा हामीलाई गाह्रो लाग्ने पनि यही नै हो है हामीले यति पढि हेर्यौं सबभन्दा गाह्रो यही त छ अरु के छ र छैन नि त्यो भएर यसलाई चाहिँ विशेष तरिकाले हेर्नु पर्यो मिनिङ पनि यसैबाट धेरै निस्किन्छ यावत कुराहरु गाह्रो हुने कुराहरु सबै हुन्छ है उम्न्यक वा सरी याङन्यक वा उम्न्यक यसलाई सम्झिनलाई सजिलो कसरी गर्न सकिन्छ भने याङ भनेको इङ जस्तै नि इंग्लिश अंग्रेजी जस्तै नि त्यो भनेको याङ भनेको अंग्रेजी सम्झिनलाई सजिलो है अंग्रेजी पात्रो यो के त अंग्रेजी पात्रो याङन्यक इंग्लिश अंग्रेजी याङन्यक अंग्रेजी जस्तै नि सम्झिनलाई सजिलो है अनि यो चाहिँ उम्न्यक भनेको कोरियन पात्रो अहिले कोरियन पात्रो भनौं र यो धेरै देशमा लागू छ यो चाहिँ जस्तै चाइना लगायत जापान थाइल्यान्ड यता मलेसिया तिर यता पनि यो पात्रोबाट यो पात्रो तिनीहरुले पनि चलाउँछन् है यो चाहिँ अब हामीले चाहिँ कोरियासँग पढ्ने भएनाले अहिले कोरियन पात्रो नै भनौं यसलाई इंग्लिश पात्रो यसलाई कोरियन पात्रो कसरी सम्झिने रे याङ इङ अङ हैन अंग्रेजी जस्तो छ नि याङन्यक र उम्न्यक प्रोनाउन्सिएसन पनि याङन्यक वा उम्न्यक थाल्यक पात्रो ल यसको बारेमा हेरौँ है क्यालेन्डर्सको बारेमा अगाडि बढौं ल 한국에 कोरियाको थाल्यगुल फोम्याङ कोरियाको जस्तै पात्रो हेर्यो भने है यहाँनिर प्रत्येक ग्रामरलाई पनि एकदम स्पष्टसँग उल्था गर्दै अगाडि बढ्नु पर्ने हुन्छ है हावातालमा बढ्ने हैन एक एक शब्द टिपेर त्यसमा लागेको व्याकरणहरुको प्रयोग गर्दै अनि कुनै अवस्थामा कस्तो हुन्छ भने ठ्याक्कै नेपालीमा उल्था गर्दा नमिले जस्तो हुन सक्छ कहि मिल्दैन पनि त्यसलाई चाहिँ समय सापेक्ष त्यसको भाव अथवा त्यसको मर्म अनुसार हामीले बुझ्दै जानुपर्छ है अब यसले भने जस्तै उल्था गर्दैमा सबै कुरो मिल्छ भन्ने हुँदैन है कुनै ठाउँमा चाहिँ यसको भाव र मर्मलाई पनि राखेर बुझ्नु पर्ने हुन सक्छ है ल हेरौं 한국의 탄력을 보면 큰 숫자와 함께 작은 숫자로 날짜가 적혀 있는 것을 볼 수 있습니다. कोरियाको पात्रो हेर्यो भने 한국에 भनेको के त को 탄력을 보면 अब मेन लाग्यो भने के त हेर्यो भने 큰 भनेको 크다 큰 भनेको ठुलो है 크다बाट ठुलो 숫자 भनेको नम्बर संख्या अथवा नम्बर है ठुलो नम्बर र 함께 भनेको सँगै है 함께 작은 숫자로 भनेको सानो नम्बर है एउटा चाहिँ ठुलो नम्बर हाम्रो क्यालेन्डर पनि नेपालमा पनि त्यस्तै हुन्छ क्यालेन्डर हैन ठुलो क्यालेन्डरले हाम्रो नेपाली समयलाई जनाउँछ भने सानोले केलाई जनाउँछ इंग्लिशलाई जनाउँछ हो त्यस्तै छ नि हाम्रो क्यालेन्डर ल हेर
नाल्चागा छक्ता भने खास के हो त छक्ता भनेको लेख्नु हो अनि छक्किदा भनेको चाहिँ के हो त लेखिनु है छक्किदा भनेको लेखिनु अब छक्क्य युनुन भनेको लेखिएको है छक्क्य युनुन भनेको लेखिएको बसल कुरालाई होल्सु सिम्दा भनेको देख्न सकिन्छ अथवा हेर्न सकिन्छ अथवा कोरियन पात्र हेर्यो भने एउटा नम्बर ठुलो ठुलो नम्बर लेख्या हुन्छ एउटा चाहिँ सानो साइजमा दुईटा नम्बर लेख्या हुन्छ हैन ठुलो साइज चाहिँ अब हेर भाइ खन सिच्चानुन ठुलो त्यो अंक चाहिँ नम्बर चाहिँ याङ्नेगोल खिजुनुरो है याङ्न्यक भनेको इंग्लिश अंग्रेजीको आधार अथवा मापदण्ड खिजुन भनेको त मापदण्ड अनुसार अथवा आधारमा मापदण्ड अनुसार हान नाल्चाएको एउटा मिति भएर है कुन त्यो ठुलो ठुलो साइजमा लेखेको ठुलो र सानो दुईवटा साइजमा लेखेको हुन्छ क्यालेन्डरमा ठुलो साइजमा लेखेको क्यालेन्डरको चाहिँ कति के भन्छ याङ्न्यक खिजुङरो भनेको अंग्रेजीको आधार क्यालेन्डरको आधार मापदण्डमा रहेर है एउटा नाल्चा हो नाल्चा भनेको मिति हो है अर्को हेर्यो भने छागन सिच्चान सानो आकारको त्यो नम्बर चाहिँ अंक चाहिँ के हो भने उम्न्यक खिजुनुरो हान नाल्चा इमिदा अब त्यो सानो अंक चाहिँ उम्न्यक भनेको के त कोरियन पात्र अनुसारको एउटा मिति हो दुईटा मिति हुन्छ एउटा ठुलो मिति ठुलो साइजमा लेखिएको नम्बरले चाहिँ अंग्रेजी क्यालेन्डरको मितिलाई जनाउँछ भने सानो साइजमा लेखेको त्यो नम्बरले के जनाउँछ कोरियन क्यालेन्डरको मितिलाई जनाउँछ दुईटा है 한국에서는 कोरियामा चाहिँ 양력과 함께 음력을 아직 사용하기 때문에 달력에도 양력과 음력을 함께 표시해 줍니다. भनेर भन्छ ल है 한국에서는 कोरियामा चाहिँ 양력과 함께 भनेको के हो त अंग्रेजी क्यालेन्डरसँग सँगै 함께 भनेको सँगै उम्न्यक कोरियन क्यालेन्डर आजिक भनेको अझै आजिक भनेको अझै यो कस्तो अझै भनेको 8 भने जस्तो हो के 88 हुन्छ नि म भात अझै खान्छु भने चाहिँ होइन म अझैसम्म पनि छ भन्न खोजेको है अझैसम्म पनि आजिक सायङहागी तेमुने प्रयोग गर्ने भएको कारणले एउटा हागी तेमुने भनेको त प्रयोग गर्ने भएको कारणले है थाल्यगेदो भनेको क्यालेन्डरमा पनि थाल्यगेदो भनेको क्यालेन्डरमा पनि याङ्न्यक वा उम्न्यगुल अंग्रेजी क्यालेन्डर र कोरियन क्यालेन्डर हाम्के भनेको सँगै फेउसी हे छुम्निदा भनेको फेउसियादा भनेको संकेत गर्नु है फेउसी छुम्निदा भनेको संकेत गरेको हुन्छ त्यसलाई उल्लेख गरेको हुन्छ एउटा दुईटा नम्बर हुन्छ हामीलाई बुझ्नलाई चाहिँ सजिलो छ किनभने हामीले अलरेडी नै दुईटा प्रयोग गरिरहेका हुन्छौं हैन एउटा नेपाली डेट मिति प्रयोग गरिरहेका हुन्छौं एउटा इंग्लिश डेट पनि प्रयोग गरिरहेका हुन्छौं हाम्रो क्यालेन्डर पनि यिनीहरुको जस्तै सेम छ के छ भने नेपाली नम्बर चाहिँ ठुलो ठुलो आकार ठुलो साइजमा लेखिएको हुन्छ भने अंग्रेजी नम्बर चाहिँ के हुन्छ सानो आकारको लेखिएको हुन्छ तर कोरियामा चाहिँ उल्टो छ फेरि त्यो पनि बुझ्नु पर्यो है कोरियामा चाहिँ अंग्रेजी चाहिँ ठुलो आकारमा लेखिएको हुन्छ त्यो जुन उनीहरुको आफ्नो क्यालेन्डर छ त्यसलाई चाहिँ के हुन्छ सानो आकारमा लेखिएको हुन्छ क्यालेन्डरमा त्यो चाहिँ बुझ्नु पर्यो है ल 회사나 학교, कंपनी अथवा विद्यालय, छंगु खिग्वान, सार्वजनिक संस्थाहरू है कुन-कुनमा कंपनीमा, विद्यालयमा र सार्वजनिक संस्थाहरूमा अथवा अफिसियल हुन्छ नि हाम्रो सरकारी कार्यालयहरू है त्यस्तोहरूमा चाहिँ څङ은 일정 모두 양력을 기준으로 합니다. यस्ता कुराहरुको दैनिकी क्यालेन्डर जुन चाहिँ अब समय हुन्छ त्यसलाई चाहिँ कुन आधारमा तिनीहरुले गर्छन् भने अंग्रेजी क्यालेन्डरको अनुसार गर्छन्. 양력을 기준으로
अङ्ग्रेजी मापदण्ड भएको क्यालेन्डर अनुसार गर्छन्। भनेको कोरियामा नर्मल्ली सबै कुराहरू यही क्यालेन्डरबाट नै हुन्छ, इङ्ग्लिसबाटै हुन्छ जस्तै है। तर कोरियाका पुराना चाडबाडहरू, कोरियाका परम्परागत केही कुराहरू छन् भने मात्रै त्यो केमा आयो, कोरियन परम्परागत क्यालेन्डरमा छ। नत्र नर्मल्ली इङ्ग्लिस नै चल्छ, सबै इङ्ग्लिस क्यालेन्डर चल्छ, अल टोटल इङ्ग्लिस क्यालेन्डर चल्ने हो। तर कुनै परम्परागत जस्तो कस्तो भने मानौँ हाम्रो दसैँ आयो है, दसैँ आयो भने दसैँ कुन क्यालेन्डरबाट बनेको छ त भन्दाखेरि हाम्रो विक्रम सम्वतबाटै बने हुन्छ, त्यहाँ तिथिहरू हुन्छन्, मितिहरू हुन्छन् होइन। अब त्यो इङ्ग्लिस क्यालेन्डरमा लग्यो भने त्यो मिल्छ त, मिल्दैन। त्यो भएर परम्परागत क्यालेन्डरमा आउनु पर्यो, नत्र अरू सबै इङ्ग्लिस क्यालेन्डर नै चल्छ है, याङन्याक नै चल्छ। ल 기준으로 합니다. 광복절이나 한글날 등 국영일이나 법정 휴일도 양력이 기준으로 합니다. भनेर भन्छ है। अब केलाई गर्छन् र भने अब 광복절 भनेको के रहेछ, स्वतन्त्रता दिवस है। र 한글날 भनेको कोरियन लिपि दिवस, 등 भनेको आदि है। आदिलाई चाहिँ 국영일이나, 국경 भनेको राष्ट्रिय बिदाका दिनहरू, 국경일 भनेको त सार्वजनिक बिदाका दिनहरू चाहिँ इना अथवा 법정휴일 भनेको चाहिँ कानुनी बिदाहरू, फप भनेको कानुन हो, 법정휴일 भनेको कानुनी बिदाहरूलाई चाहिँ के गर्छन्, 양력이 기준으로 अङ्ग्रेजी क्यालेन्डर अनुसार त्यही मापदण्ड अनुसार गर्छन्। भनेको सबै चाहिँ लगभग इङ्ग्लिसबाटै हुन्छ भन्नु खोजेको। अब विद्यालय त्यहीबाट चल्छन्, स्कुलहरू, कम्पनीहरू, अनि के अरे सरकारी अफिसहरू लगायत, अनि सरकारी बिदाहरू है, सार्वजनिक बिदाहरू सबै केबाट चल्ने रहेछन्, यही याङन्याक क्यालेन्डरबाट नै चल्छन्। खुरना भनेको त तर 전통 명절, परम्परागत चाड, 명절 भनेको त चाडपर्वलाई के भन्छ, 명절। परम्परागत चाडबाडहरू चाहिँ जस्तै 설날이나 추석, 설날 भनेको कोरियन नयाँ वर्ष। अब कोरियन नयाँ वर्ष त त्यही क्यालेन्डरमै हुने भयो हो। अब यो नयाँ वर्षको क्यालेन्डर चाहिँ 1 महिनाको 1 गते आउने भयो के यो क्यालेन्डर चाहिँ है। जस्तै हाम्रो जनवरी 1 हामीले मनाउन थाल्यौँ भने अब कुन महिना पर्ला त, जनवरीको 1 नै पर्ला हैन। तर नेपाली क्यालेन्डरमा आयो भने कहाँ पर्न सक्छ, पुसमा पर्न सक्छ हैन। पुसको कति गते पर्दिन सक्छ, मानौँ 15-16 गते पर्दिन सक्छ। पुसको 15-16 गते नयाँ वर्ष मनाउँछु भनेर भन्न मिल्छ र? नयाँ वर्ष जहिले पनि कति हुने भयो त, 1 महिनाको 1 गते हुने भयो। अब 1 महिनाको 1 गते हुनलाई कुन क्यालेन्डर चाहियो त, यिनीहरूको परम्परागत क्यालेन्डरको 1 महिनाको 1 गते हो। यो इङ्ग्लिस क्यालेन्डरसँग फेरि मिल्दैन, छुट्टै दिनमा पर्न सक्छ। यो प्राय यो 1 महिना र 2 महिनाको बिचमा पर्छ। तर 1 महिनाको 23 तारिक, जनवरीको 23 देखि 2 महिनासम्म, दोस्रो महिनासम्म, जनवरी फेब्रुअरीकै बिचमा पर्न चाहिँ, तर 1 गते चाहिँ पर्दैन, छुट्टै दिनु परिरहेको छ। ल दुईटा क्यालेन्डर छुट्टै हुने नै भइहाल्यो है। ल 전통 명절인 설날이나 추석은 음력 기준으로 합니다. अब यस्ता परम्परागत चाडपर्वहरू जस्तै 설날 र 추석 चाहिँ केबाट पर्छन्, 음력 기준으로 भनेको अब यो चाहिँ कोरियन क्यालेन्डरको आधारमा रहेर बनेछ। 그래서 त्यसैले 한국에는 कोरियामा चाहिँ 양력 1월 1일과 음력 1월 1일 새해 전날이 2 번 있습니다. अब त्यसैले किन दुईपल्ट छ भने दुईटा क्यालेन्डरमा छन्, दुईटा क्यालेन्डरको एउटा जनवरी 1 पनि आउला, अर्को यिनको कोरियाको परम्परागतको सल्लाल पनि आउला हैन। त्यही भएर 1 महिनाको 1 गते चाहिँ दुईचोटि आउँछ भनेर भन्छ। किन दुईचोटि आउँछ त, नेपालमा पनि के छ, विक्रम सम्वत वैशाखको 1 गते पनि आउँछ र जनवरीको 1 गते पनि आउँछ भनेपछि दुईचोटि भयो नि त, त्यस्तै भन्नु हो। 그리고 러 개인의 종교가 존중되는 한국에서는 예수님과 부처님 당생일이 모두 공휴일인데 예수님의 당생일인 크리스마스
12월 25일은 양력을 기준으로 부처님의 탄생일 4월 8일은 음력 기준으로 기념합니다. अब यहाँनिर चाहिँ 그리고 र 개인의 종교 개인 भनेको व्यक्तिगत 개인 भनेको के अरे व्यक्तिगत है 종교 भनेको धर्म व्यक्तिगत धर्मलाई सम्मान गर्ने मान्ने है 존중되는 मान्ने 한국에서는 कोरियामा चाहिँ 예수님과 부처님 कोरियामा प्राय धेरै मान्ने भनेको बुद्धिस्ट र क्रिश्चियन बढी छन् कोरियामा त्यो भएको कारणले के भन्छ नि येशूनिम भनेको जीसस क्रिस्ट हैन येशू है अनि येशूनिम र 부처님 भनेको त बुद्ध बुद्ध चाहिँ थाङसेन इल भनेको जन्मिएको दिन है जन्मिएको दिनलाई मोदु खोङयुल हिँड्दै मोदु भनेको सबै खोङयुल भनेको सार्वजनिक बिदा हो तर येशूनिम의 थाङसेन일 येशूनिम जन्मिएको दिन क्रिसमस के भनेर मनाउँछौँ हामीले क्रिसमस येशूनिम जन्मिएको दिनलाई क्रिसमस भनिन्छ त्यो चाहिँ कति पर्छ प्रत्येक वर्ष डिसेम्बर 25 मा पर्छ यो अब एउटा कुरो के बुझिराखौँ भने अब येशूनिम जन्म्यो भने इंग्लिश क्यालेन्डरसँग डाइरेक्ट लिंक भयो नि त इंग्लिशसँग त्यही भएर यो इंग्लिश क्यालेन्डरमै आउने भयो जहिले पनि डिसेम्बर 25 मा के परे हुन्छ क्रिसमस हुन्छ जहिले पनि फेरि फरक पर्दैन है जहिले पनि डिसेम्बर 25 भनेको यो चाहिँ क्रिसमस हो है ल र यो चाहिँ केबाट छ याङलेक छ अंग्रेजी क्यालेन्डरबाट छ हैन र खिजुनुरो 부처님의 탄생 भनेको 부처님 जन्मिएको दिन सावल फारिल बुद्ध जन्मिएको बुद्ध जयन्ती हाम्रो नेपाल भन्दा अलि फरक डेमा मनाउँछ नि तिनीहरुले हाम्रो नेपालमा छुट्टै दिन छ तिनीहरुले बुद्ध जयन्ती मनाउने दिन फेरि छुट्टै छ है मलाई एउटै जस्तो लाग्थ्यो सुरुमा हैन रहेछ अलि फरक दिनमा मनाउँछ अब बुद्ध जयन्तीको दिन चाहिँ यिनीहरुको सावल फारिलन उम्न्याकुल खिजुनुरो किनेमामिदा अब यसलाई चाहिँ कोरियन पात्र अनुसारको आधारमा यसलाई चाहिँ मनाइन्छ है सम्झिन्छ अब के हो भने अब सरसरी बुझ्दाखेरि के बुझ्नु पर्यो भने कोरियाको प्राचीन कुनै काम आयो प्राचीन कुराहरु आयो भने अथवा पुराना सांस्कृतिक कुरा आयो भने के कुन क्यालेन्डर प्रयोग गर्ने रहेछ भन्दाखेरि याङ अरे उन्नत क्यालेन्डर प्रयोग गर्ने छ तर कोरियाको दैनिकीको लागि कोरियाको प्रशासनिक कुरोको लागि फेरि के गर्ने रहेछ अंग्रेजी क्यालेन्डर प्रयोग गर्ने छ यसको मतलब धेरै अंग्रेजी क्यालेन्डर नै प्रयोग हुन्छ तर पुराना पुरातात्विक धार्मिक कुरा आयो अथवा चाडबाडको कुरा आयो भने कुन क्यालेन्डर प्रयोग गरिन्छ उम्नेक क्यालेन्डर प्रयोग गरिन्छ ओके खिनेमादा भनेको सम्झनु याद गर्नु स्मरण गर्नु खिनेमादा ल अब यसरी हेरौं अब सेङिरे खेङुएदो सेङिल भनेको त जन्मदिनको खेङु भनेको अवस्थामा है जन्मदिनको अवस्थामा चाहिँ याङनेगुल खिजुनुरो हानुन सारामी इक्को अब जन्मदिनको कुरा गर्ने भने जन्मदिनको अवस्थाको कुरा गर्ने हो भने के छ रे भने याङनेगुल खिजुनुरो हानुन सारामी इक्को अंग्रेजी पात्र अनुसार गर्ने मानिसहरु पनि भएर उम्नेगुल खिजुनुरो हानुन सारामी इस्सुमिदा अब कोरियन पात्र अनुसार पनि गर्ने मान्छेहरु पनि छन् जन्मदिनलाई मनाउने है अर्को के छ अंग्रेजी पात्र अनुसार पनि आफ्नो जन्मदिनलाई मनाउने मान्छेहरु छन् त्यही भएर इरखे याङनेक्वा उम्नेगी हामके सुइगो इस्सस यसरी इरखे भनेको त यसरी याङनेक्वा उम्नेक अंग्रेजी पात्र र कोरियन पात्र हामके सँगै सुइगो इस्सस सुइदा भनेको सुदा भनेको प्रयोग गर्नु यो चाहिँ प्रयोग गरिएको भएर है
इस्स भएर दुईटा क्यालेन्डर प्रयोग गरिएको भएर चाहिँ के छ भने छिन्चा सेङ्गिरी आनिन नारे। छिन्चा भनेको साँच्चै है, छिन्चा भनेको साँच्चै, सेङ्गिल आनिन भनेको सेङ्गिल नभएको दिनमा पनि है, सेङ्गिरी आनिन नारे नभएको दिनमा पनि फेक्वाजम मिना फेङ्गोन। फेक्वाजम भनेको डिपार्टमेन्टल स्टोर र फेङ्गोन भनेको हस्पिटल थुङ्गुरो आदिबाट चाहिँ थुङ्गुरो बुथ आदिबाट चाहिँ के आउँछ खोगेङनिम सेङ्गिल छुकामिदा रानन मुन्चारल फादन हेपनिङ दो इरनागिदो हामीदा। के भन्छ भने अब हामीलाई यो बुझ्न अलिक सहज होला, किनभने जस्तै हाम्रो फेसबुकमा एउटा दिनमा जन्मदिन सेट गरे हुन्छ हैन हो, एउटा जन्मदिनमा सेट गरे हुन्छ, तर त्यो जन्मदिनको कहिलेकाहीँ के हुन्छ भने एक दिन अगाडि कि एक दिन पछाडि चुक्खामिदा बधाई दिन्छ हैन, ह्यापी बर्थडे भनेर मेसेजहरू दिइरहन्छ। त्यो किनभने अब कुन आधारलाई मान्ने, जस्तै फेसबुकले त इङ्ग्लिसकै क्यालेन्डरलाई मान्छ हैन, जस्तै तिमीले अहिले हाल्ने बेलामा के गर्छौ अहिलेको वर्षमा कति कति पर्यो भनेर एकचोटि सर हेरेर हाल्ने त नि इङ्ग्लिसमा हैन, त्यही दिनमा ठ्याक्कै त पर्दैन, फेरि पनि फरक पर्यो हुन्छ। पर्दैन भने पर्दैन, इङ्ग्लिस र नेपाली पर्दैन। ए भन्न खोजे पनि के हो भने जस्तै अब तिनीहरूले चाहिँ एउटा क्यालेन्डरको आधारमा मान्छन् हैन, अनि मानिसले एउटा जुन फेक्वाजम अथवा डिपार्टमेन्टल स्टोरहरूमा दिने बेलामा अथवा हस्पिटलहरूमा दिने बेलामा के हुन्छ एउटाको डेट दिन्छन्, जस्तै याङनेक दे पनि उङ्नेक दे पनि एउटाको दिन्छन्, दिइसकेपछि छिन्चा नभएको बेलामा पनि तिनीहरूले पठाइन्छ। जस्तै एक दिन अगाडि फेसबुकभरि भरिया हुन्छ ह्याप्पी बर्थडे भन्नु कहिलेकाहीँ हैन, किनभने त्यो क्यालेन्डरको डेटहरू केही फरक पर्न सक्छ भने है रे। इस्स छिन्चा सेङ्गिरी आनिन नारे साँच्चीकै जन्मदिन नभएको दिनमा पनि है, दिनमा फेक्वाजम मिना फेङ्गन डिपार्टमेन्टल स्टोर अथवा अस्पताल मार्फत चाहिँ बाट चाहिँ खोग्याग्निम, खोग्याक भनेको खास ग्राहक अथवा पाहुना हुन्छ है, ग्राहक अथवा पाहुनाजी ग्राहकजी सेङ्गिल छुकामिदा जन्मदिनको बधाई छ रानन भन्ने है, मुन्चारुल फान्नन ह्यापनिङ दो इरनागिदो हामीदा। अब भनेर मुन्चारुल फान्नन, मुन्चा भनेको मेसेज, फान्नन भनेको प्राप्त गरेको लिएको है, प्राप्त गरेको, ह्यापनिङ भनेको घटना है, ह्यापनिङ भयो भन्छ नि है, घटना इरनागिदो हामीदा घटना हुने पनि गर्छ, घटना यो चाहिँ घटना हुने पनि गर्छ भन्ने चाहिँ अर्थ लाग्यो। इरनादा भने खास उठ्नु हो नि हैन, घटना हुने पनि गर्छ भनेर भनिन्छ। ल यसरी हामीले यो क्यालेन्डरको बारेमा हेर्यौँ है। अब यसरी हेऱ्यो भने सरसरी यसरी हेर्दाखेरि ल हेरेर यो दोस्रो महिना हो, दोस्रो महिना हो है, दोस्रो महिनामा चाहिँ फेब्रुअरीको महिना हो। अब यहाँनिर यो 2 भनेर ठुलोमा दिएको छ, यो चाहिँ के दिएको छ के दियो सानोमा दियो। उङ्नेकको 2 गते कति पर्छ, उङ्नेकको 12 महिनाको 23 गते पर्यो। अब यो 12 महिनाको यो फेरि कति गते पर्ला 24, यो 25, यो 26, यो 27, यो 28, यो 29, यो 30 र अब यो 12 महिनाको 30 पछि कति होला, अब 1 सुरु होला। अब यो त के भयो त सलनाल भयो, नयाँ वर्ष भयो नि त सुरु भयो भनेपछि फेब्रुअरीको कति तारिकमा परेको छ 10 तारिकमा सलनाल परेको छ, बुझ्नु पर्यो। यो जहिले पनि 1 महिनाको 1 गते भयो उम्ल्याप, कोरिन पात्रोको 1 महिनाको 1 गते के भयो त सलनाल पर्यो, अर्थात् फेब्रुअरी 10 तारिकको दिन के छ सलनाल छ। यसरी गर्ने हुन्छ है, बुझिन्छ ल, बुझ्यो कि नै बुझ्यो ल। अब नजानेको कुराहरू के थियो त्यहाँनिर टिप्यो होला हैन, कि टिप्यो छैन, टिप्यो नि नजाने कुरा। अब भोलि फेरि एकलाई गरेर लिएर आउने, भोलि पनि बुझ्यो नि। अब आज जस्तो तिमीलाई हिजो गर्ने बेलामा कति घन्टा, 1 घन्टा जस्तो लाग्यो कि धेरै लाग्यो, बढी लाग्यो 2 घन्टा लाग्यो, ठिक छ। अब आज गएर गर्न थाल्ने तिमीले आधा घन्टा मजाले बुझ्छौ, बुझ्यो नि, किनभने 2 चोटि हुन्छ नि त
यो हामीले 3 चोटिसम्म गर्नुपर्छ। के गर्नु पर्यो? अब 3 चोटि नै हुन्छ। एकचोटि तिमीले गरेर ल्यायो, एकचोटि मैले गरेँ, अब तिमीले घर गयो भने कतिचोटि हुनुभयो? 3 चोटि। 3 चोटिमा लगभग क्लियरै हुन्छ। अझै जस्तो अझै पढ्न मन छ भने 4 चोटि, 5 चोटि, 10 चोटिसम्म गऱ्यो भने अब यो त 10 चोटिसम्म गरेर पुर्याउनु पर्छ। लेख्ने मजाले लेख्ने, स्टेप बाई स्टेप सार्ने। लेख्ने बेलामा कसरी गर्ने भने पहिले एउटा चाहिँ सेन्टेन्स लिने, कुनै त पुरै एउटै हुन्छ नि। अब यहाँसम्म चाहिँ अनि यहाँ हेर्नु, हाङ्गुगे कोरियाको थाल्यकुल फोम्यन। थाल्यक भनेको क्यालेन्डरलाई हेऱ्यो भने है, खुन सिच्चा ठुलो अङ्क अथवा नम्बर, हाम्के सँगै छागन सिच्चारो सानो नम्बरद्वारा नाल्चागा छक्य इन्धन मिति लेखिएको गसल फोल्सु चिन्ता लेखिएको कुरा देख्न सकिन्छ अथवा हेर्न सकिन्छ। एक गरी गर्ने, बिस्तारै बिस्तारै आनन्दसँग नाच्दै के है। ल ठिक छ। अब सेल्फ एसेसमेन्टमा के छ हेरौँ। ल सेल्फ एसेसमेन्टमा योइरन मुक्को थाबाल्सु इत्ता के भनेछ? योइल भनेको बार, बारलाई सोधेर जवाफ दिन सकिन्छ। थाप भने पनि के त? जवाफ। थेदा भने पनि जवाफ हो, त्यसलाई चाहिँ सर्ट फर्ममा थाप। के त? बारको बार सोधेर जवाफ दिन सकिन्छ। अर्को भयो नाल्चारुल मुक्को। नाल्चा भनेको मितिलाई सोधेर, थाबाल्सु इत्ता जवाफ दिन सकिन्छ है। अर्को छ ख्वागोए इरेथे माराल्सु इत्ता। ख्वाग भनेको पास्ट। यो से गर्छ हाँ किन से गर्छ सर्पले हो जस्तो के भयो। ल ख्वागो ए इरे थे माराल्सु इत्ता। अब पास्ट टेन्सको कुराको बारेमा हामीले पनि भन्न सक्छौँ। पास्ट टेन्सको बारेमा है कुनै काम छ भने पास्ट टेन्सको हामीले भन्न सकिन्छ। ल यसरी हामीसँग भयो। अब यसलाई चाहिँ एकचोटि ट्राई गरौँ, बिस्तारै बिस्तारै भए पनि। हुन त सिधै जाम है। पढाइदिइहाल्छु। ल राम्रो थाउन थानवा खङ्गे इन्धन गसल मसिमनिका रे। यसलाई चाहिँ पहिले अब हामीले अझै लर्निङ फेजमै छौँ, अलि नबुझौँला। पछि चाहिँ सबै 60वटैमा यही हो कि थाउन थाना भन्ने सबै यही आउँछ। के छ भने थाउन थान तलको शब्द वा सँग सम्बन्धित कुरा छान के हो भनेर भन्छ। योसँग सम्बन्धित कति विधा छ? सिरोल सिबोइल के हो? यो मिति हो नि? मिति हो कि होइन? मिति हो कि 12 मिति हो नि? अब यो माथि लेखेको कुरा के हो? यो नाम हो, नाम हो कि होइन? खेजल भनेको ऋतु हो, अनि नाल्चा मिति हो, र सिगान समय है। यसरी पत्ता लगाउने कुन चाहिँ हो त? 3 नम्बरको नाल्चा हो भनेर थाहा पाउनु पर्यो है। अब हेर 2 नम्बरमा थोयोइल इरोइल। थोयोइल भनेको शनिबार आइतबार। के हो यो के हो? शनिबार र आइतबार। हेर भाइ फ्यङ्गिल भनेको काम गर्ने दिन भनेको सोमबार, मङ्गलबार, बुधबार, बिहीबार, शुक्रबारलाई के भन्छ? फ्यङ्गिल। छाङ्सो भनेको ठाउँ,
छुमाल भनेको सप्ताहन्त अथवा विकेन्ड र मूलगण भनेको सामान र के भयो त छुमाल थोयो इल र इरियो इल के हो त सप्ताहन्त विकेन्ड ल अगाडि बढौं 3 नम्बरमा के छ त थाउँजुङ मिछुलछिन फुबुनी मानन 문장을 그리십시오. तल दिएको मध्येबाट अन्डरलाइन गरिएको भाग मिल्ने वाक्य छान्नुहोस्. जहाँनिर चाहिँ अन्डरलाइन गरिएको छ त्यो चाहिँ मिलेको छ कि नै भनेर हामीले हेर्ने हो. यो चाहिँ ग्रामरको नितान्त ग्रामरको क्वेशन हो है. यो क्वेशन अलिकति धेरै मसिनो कुरा राख्या भएर अलि झुक्किने टाइपको छ है. धेरै मसिनो कुरा राखेको छ कि ल हेरौँ. अब हेरौँ ओचाङ्गा इस्सय यो मिल्ला कि नमिल्ला. अब अन्डरलाइन के गरेछ यो गालाई गरेछ. ल अब छनुन टेलिभिजन रुल पनि भएन किनभने ह्यान्ड फाछिन्छ उल हुन पर्ने रुल भयो भएन नि. ल यो पनि भएन. 선생님은 한국 사람입니다. अब अलिकति पढ्दै पढ्दै गयो भने यो पढ्दाखेरि पनि कस्तो अक्वर्ड लाग्छ जस्तो हुन्छ. पढ्न पनि सकिन्न के भन्ने नमिले जस्तो लाग्छ आफूलाई. जस्तै यहाँनिर जस्तो भने टेलिभिजन रुल भन्न चाहिँ अप्ठ्यारो लाग्छ कि. टेलिभिजन रुल भने त्यो बानी हुन्छ नि त हैन. टेलिभिजन रुल भन्दाखेरि अप्ठ्यारो लाग्छ. आफै नमिले जस्तो लाग्छ. थाहा भइहाल्छ. अलि बिस्तारै पढ्दै गयो भने त्यस्तो लाग्छ. ल 선생님은 한국 사람입니다. सर चाहिँ टिचर चाहिँ के त कोरियन मान्छे हो. ल 4 नम्बरमा छुमारे इल्हास्मिदा. अब ठ्याक्कै हामीले गर्ने यस्तै हो. ठ्याक्कै दिएको छ कि पछिल्लो चाहिँ मलाई यो ग्रामरको फर्मेट चाहिँ मन पर्यो है. के भन्छ छुमारे इल्हास्मिदा के भने थाहा छ. इल हा प्लस के जोड्यो आश्रय जोड्यो. अब यसलाई चाहिँ के गर्यो इल हा आस स यो मिल्यो कि नै. यो मिल्यो कि नै. यो कति त मिल्यो त सर इल हा सुन्निदा. यस्तो हुन्छ त यस्तो हुँदैन. के हुन्छ यसको चाहिँ हाम्रो फर्मुला के छ आश्रयो असयो अनि के छ अर्को हेस्सयो हो. यस्तो हुन पर्ने इल हेस्सयो हुन पर्ने के भयो त इल हास्सय भयो. यो चाहिँ हुँदै भएन हो. बुझिन्छ कि बुझिँदैन. अर्को हेरौँ अझै सिन्मुनुल इल्गसय हिजो पत्रिका पढे. मिलेछ कि छैन होला. यो चाहिँ मिले जस्तो छ. अर्को हेरौँ छनगे 한국에 오였어요. सरी 작년에 한국에 오였어요. मिल्यो त के हुनु पर्ने ओदा हो नि आए भन्न पर्ने हो. ओदामा ओ प्लस कुन लाग्छ आश्रय लाग्नु पर्ने हो. आश्रय लागेर के हुनु पर्ने हो वाश्रय हुनु पर्ने हो. के भयो त त्यहाँनिर भएन हैन. ओयस्सय यो पनि जान्ने हुन्छ नि बगानहरु त्यो बेला काम लाग्ने. ल अर्को हेरौँ 수요일에 영화관에 가었어요. के हुनु पर्ने थियो भने खा प्लस आश्रय हुनु पर्ने थियो. ल यो के हुनु पर्ने थियो खासय हुनु पर्ने थियो भएन. के भयो त खास भयो. पनि रङ. कति आन्सरबाट 2 नम्बरको राइट आन्सर हो. ओके अगाडि बढौँ. ल 다음 글을 읽고 내용과 같은 것을 그리십시오. तलको हरफ पढेर विषयसँग सम्बन्धित कुरा छान्नुहोस् भनेर भनेछ है. के छ हेर. 한국의 탄력은 양력과 음력은 함께 표시합니다. कोरियाको क्यालेन्डर चाहिँ अंग्रेजी र कोरियन सँगै
सङ्केत गरिन्छ अथवा चिन्ह लगाइन्छ। क्यालेन्डरमा के हुन्छ त भन्दाखेरि एउटा अङ्ग्रेजी नम्बर हुन्छ, एउटा अङ्ग्रेजी मिति हुन्छ, अर्को के हुन्छ कोरियन क्यालेन्डरको मिति हुन्छ। वैसा वा हाक्य हे कोरियामा चाहिँ कम्पनी अथवा विद्यालयको दैनिकी चाहिँ खुक्योङ इल भनेको राष्ट्रिय दिवस, तुङ भनेको आदि याङ्न्यकुल खिजुनुरो अङ्ग्रेजी क्यालेन्डरको आधारमा हामिदा भनेको गरिन्छ। 그러나 तर 설날 추석과 같은 정통 명절은 설날 추석 जस्ता परम्परागत चाडबाडहरू चाहिँ उम्यक खिजुनुरो 합니다। कोरियन पात्र अनुसार गरिन्छ। 생일의 경우에도 जन्मदिनको अवस्थामा पनि 양력을 기준으로 하는 사람이 있고 अंग्रेजी क्यालेन्डरको आधारमा गर्ने मानिसहरू पनि भएर उम्यक 기준으로 कोरियन पात्र अनुसार गर्ने मानिस 사람이 있습니다. मान्छेहरू छन्। 이처럼 यो जस्तै 한국에서는 कोरियामा चाहिँ 양력과 उम्यक이 अंग्रेजी पात्र र कोरियन पात्र 모두 사용됩니다 भनेर भन्छ। दुईटै प्रयोग हुन्छन् अथवा सबै प्रयोग हुन्छन् भनेर भन्छ। ल हेर मिल्ने कुरा छान्नुहोस् भनेर भनेको छ। के चाहिँ मिल्छ त्यो हेरौँ ल। एकमा 한국에는 उम्यक 탄력이 따로 있습니다 भनेको के हो भने कोरियामा कोरियन पात्र चाहिँ छुट्टै आउँछ रे। तारो भनेको त छुट्टै। ल तारो 있습니다 एउटा छुट्टै छ रे। एउटा अंग्रेजी क्यालेन्डर एउटै क्यालेन्डर छ, कोरियन क्यालेन्डर एउटै क्यालेन्डर। त्यस्तो छ त एउटै क्यालेन्डरमा दुईटा छ, एउटा ठुलो नम्बरमा छ साइजमा छ, एउटा सानो साइजमा छ हैन। यो मिल्यो त मिलेन। अर्को हेरौँ। 회사의 일정은 उम्यक 기준으로 합니다। कम्पनीको दैनिकी अथवा कम्पनी सञ्चालन गर्ने चाहिँ कुन क्यालेन्डरबाट हुन्छ अरे उम्यक भनेको त कोरियन क्यालेन्डरको आधारमा हुन्छ अरे। हुन्छ त यो हुँदैन। 양력 है 회사의 학교 일정 국경일 등은 이 양력 भनेपछि छैन 이 회사의 यो चाहिँ सबै केबाट 양력 기준으로 भन्दा भन्छ। यो चाहिँ के हो त पनि मिलेन, यो पनि मिलेन। ल उम्यक으로 생일을 기념하는 사람도 있습니다। अब कोरियन पात्र अनुसार आफ्नो जन्मदिनलाई सम्झिने अथवा मनाउने मान्छेहरू पनि छन् नि। यो चाहिँ ठिक जस्तो छ। 한국의 전통 명절은 양력 기준으로 합니다। कोरियाको परम्परागत चाडबाडहरू चाहिँ अंग्रेजी क्यालेन्डरमा छ। हुन्छ र त्यस्तो? त्यस्तो हुँदैन। कति भयो त एन्सर? 3 नम्बरको राइट आन्सर भयो। बुझ्यो नि हैन? बुझिन्छ? ल अगाडि बढौँ। 듣기 1번 다음을 듣고 빈칸에 알맞은 것을 고르십시오. 오늘은 목요일입니다. सुनेर छान्ने एन्सर 1 2 3 4 5 गरौँ न। कुन भन्नु ट्याक्क गर्ने कहाँ यहाँ गरेर हेरेर हुन्छ ह के नै छैन त्यत्त ल उनको फेरि इन्डिया लगिदिरहेछ कुटाकुट होला कि यति बेला फेरि मेरो पनि लगिदिन्छ त्यसले ल 1 2 3 4 5 छान्न सुनेर जुन जुन आफूलाई सही जस्तो लाग्छ त्यो गर्ने ट्याक्क है गरिहाल्ने अनि गल्ती भयो भने फेरि सुधार्न पाइन्छ। मैले सर र सबै बजाइदिन्छु अनि त्यहाँ पछाडि फेरि रिभिजन गरौँ है। राम्रोसँग सुन ध्यान दिएर एन्सर छान। 1번 다음을 듣고 빈칸에 알맞은 것을 고르십시오. 오늘은 목요일입니다. 2번 다음을 듣고 들은 내용과 관계 있는 그림을 고르십시오. 내일이 몇 월 며칠이에요? 10월 17일이에요.
3번부터 4번까지 다음을 듣고 물음에 알맞은 대답을 고르십시오. 3번 수요일에 일해요? 1. 네, 수요일이에요. 2. 네, 수요일에 일해요. 3. 아니요, 수요일을 좋아해요. 4. 아니요, 수요일에 일이 많아요. 4번 오늘이 무슨 요일이에요? 1. 오늘입니다. 2. 주말입니다. 3. 화요일입니다. 4. 2월 9일입니다. 5번 두 사람은 무엇에 대해 말하고 있습니까? 8월 7일이 무슨 요일이에요? 월요일이에요. 야. भयो जान्ने हो जान्ने कि जानेन ल हेरौँ के भनेको थियो त फेरि सुन्दै गर्दै गरौँ है 1번 다음을 듣고 빈칸에 알맞은 것을 고르십시오. 오늘은 목요일입니다. के भनेको छ ओनुरुन मोग्योइलइब्निदा कतिमा छ मोग्योइल 2 नम्बरको एन्सर ठीक छ बुझिन्छ 2 मा जाऊ 2번 다음을 듣고 들은 내용과 관계 있는 그림을 고르십시오. 내일이 몇 월 며칠이에요? 10월 17일이에요. के भन्छ नेइरी मेदोल मेचिरियो मैले के भनेको थिएँ मेदोल भनेर भन्छ भनेको थिएँ हो के भन्छ भनेको थिएँ मेदोल खासमा यो हो नि त हैन यसलाई चाहिँ कसरी उच्चारण गर्छ मेदोल खासमा मेछोल हुनुपर्ने हैन के छ मेदोल मेचिरियो भनेर भन्छ भोलि कति महिनाको कति गते हो भनेर भन्छ कति भनेको छ 10월 17일 10월 17일 के भनेको छ यहाँ हेर 10월 17일이에요 10 महिनाको 17 गते हो कति हो रे कति बताए आन्सर 10 महिनाको 17 गते भनेपछि नम्बर 3 कसरी कसरी भन्छ हेरौँ 4월 17일 7월 7일 10월 17일 अनि 11월 7일 यसरी चाहिँ भन्छ है अर्कोतिर जाउँ 3 देखि 4 नम्बरमा के भन्छ यहाँनिर 3 देखि 4 नम्बरको सुनौ ध्यान दिएर है ल 3번부터 4번까지 다음을 듣고 물음에 알맞은 대답을 고르십시오. 3번 수요일에 일해요? 1. के भनेको छ सुयोइले इरेयो सुयोइल भनेको कुन बार मंगलबार कि बुधबार सुयोइले इरेयो बुधबारको दिन काम गर्नुहुन्छ भनेर प्रश्न गरेछ हैन अब प्रश्न अनुसार हामीले एन्सर हेरौँ त कुन कुन छ अनि ने सुयोइरियो हजुर बुधबार हो
बुधबार काम गर्नुहुन्छ भन्नु सोधेको छ हजुर बुधबार भन्न मिल्ला मिल्दैन ने सुयो हिरे हिरे हजुर के अरे बुधबार काम गर्छु भन्न मिल्छ मिल्यो ल अनि हो सुयो हिरोन छुवायो होइन बुधबार मन पर्छ भन्न मिल्यो त मिलेन र अनि हो सुयो हिरे इरी मानायो होइन बुधबारको दिन काम धेरै छ कुन चाहिँ राइट आन्सर हो त 2 को अब 4 को हेरौँ के छ 4 को चाहिँ के भन्छ भने नाम्जाले ओनोरी मुसुन एविरियो के भने त ओनोरी मुसुन एविरियो आज कुन बार हो आज कुन बार हो ल 4 नम्बरमा ओनो लिम्निदा आज कुन बार हो आज हो भन्न मिल्ला आन्सर यो गलत आन्सर भयो यो भएन हुँदै भएन दोस्रोमा सुमा लिम्निदा आज कुन बार हो भने सप्ताहन्त मिल्यो त मिलेन यो पनि ल अनि त्यो पछाडि आज कुन बार हो वायर लिम्निदा भएल भने कुन बार हो त ल आज कुन बार हो मंगलबार भन्न त मिल्यो त हैन ल अर्को छ फुवल सरी इवल खुइ लिम्निदा दोस्रो महिनाको 9 गते मिल्ला मिल्दैन ल यसरी चाहिँ गर्नुहुन्छ ल 5 नम्बरको थु सारामन मोसे थे मारागो इसुनिक्का भन्दा भन्छ दुईजना मानिसहरू कसको विषयमा कुराकानी गरिरहेका छन् भनेर भन्छ हेरमै थियो के छ फारोल छिरिरी मुसुन योइरियो भनेर भन्छ 8 महिनाको 7 गते कुन बार हो ओरेरियो कुन बार रहेछ त सोमबार हो भनेर भनेछ ल किसको बारेमा कुरा गर्छन् नाल्सी भनेको के हो त नाल्सी भनेको यिनीहरूले मौसमको बारेमा कुराकानी गरिरहेछन् कि योइल भनेको बारको बारेमा कुराकानी गरिरहेछन् कि अनि उम्सिक भनेको खानाको बारेमा कुराकानी गरिरहेछन् कि इरम भनेको नामको बारेमा कुराकानी गरिरहेछन् किसको बारेमा कुराकानी गरिरहेछन् यिनीहरूले बारको बारेमा कुराकानी गरिरहेछन् ओके यसरी हाम्रो लिसनिङ सकियो र यो सँगसँगै हाम्रो 5औं लेसन पनि समाप्त भएको छ है अब हामी भोलिदेखि 6औं लेसनमा प्रवेश गर्छौं र 6औं लेसनमा को मिनिङहरु चाहिँ सबै हामीले हेरेर आउँ राम्रोसँग अनि पढौं अनि आज